आदरणीय दर्शकवृन्द नमस्कार। जनप्रिय माध्यमिक विद्यालयको हरेक प्रस्तुति विशेष प्रस्तुति आजको श्रृङ्खलामा हामी जनप्रिय माध्यमिक विद्यालय मध्य नेपालकै एउटा शैक्षिक गन्तव्यको रूपमा विकास भइरहेको बेला जनप्रिय माध्यमिक विद्यालयमा देशका विभिन्न भागबाट शैक्षिक यहाँका प्रगतिहरू यहाँको शैक्षिक अभ्यासहरू हेर्नको लागि र यहाँबाट केही लाने र वहाँ रहेका केही चिजहरू आदान प्रदान गर्ने उद्देश्यले विभिन्न व्यक्तिहरू विभिन्न निकायबाट आउने क्रमहरू जारी छ। यसै क्रममा आजको यो बसाइमा चाहिँ हामी मकवानपुर जिल्लाको हेटौँडा 4 मा रहेको नेम इन्स्टिट्युट, जहाँ चाहिँ अहिले विद्यार्थीहरूको घुइँचो पनि लाग्ने गर्छ। नेम इन्स्टिट्युटले चाहिँ अब यसपछि के पढ्ने होला भनेर सोच बनाइरहेका विद्यार्थीहरूलाई उनीहरूको करियर देखाउने विभिन्न विधाका विषयवस्तुहरू अध्यापन गर्दै आइरहेको छ। यसै सिलसिलामा जनप्रिय माविले गरेको राम्रो अभ्यास, यहाँ रहेका विषयगत ल्याबहरू र यहाँ रहेका सकारात्मक अभ्यासहरू हेर्नको लागि आफ्ना विद्यार्थीहरूलाई जनप्रिय माविको यो प्राङ्गणमा उपस्थित गराएको छ। आज हामी यही विषयमा यही सेरोफेरोमा केन्द्रित रहँदै संक्षिप्त कुराकानी गर्नेछौँ। कुराकानीको आजको श्रृङ्खलामा हामीसँग नेम इन्स्टिट्युटका प्रबन्ध निर्देशक किशोर अर्याल हामीसँग हुनुहुन्छ। स्वागत छ यहाँलाई किशोर सर। नमस्कार, धन्यवाद। यसैगरी हामीसँग नेम इन्स्टिट्युटबाट आउनुभएका थुप्रै 50-60 जना विद्यार्थीहरूको भिडबाट संक्षिप्त कुराकानीको लागि हामीले 4 जना विद्यार्थीहरू स्टुडियोमा निम्ताएका छौँ। हामीसँग अभिजित नेपाली हुनुहुन्छ, नेम इन्स्टिट्युटमा अध्ययन गर्न आउनुभएका विद्यार्थी र आज जनप्रियमा आउनुभएको छ। अभिजित, यहाँलाई स्वागत छ। धन्यवाद। यसैगरी हामीसँग सन्ध्या थापा हुनुहुन्छ, नेम इन्स्टिट्युटमै पढ्ने विद्यार्थी हुन्। सन्ध्याजी, यहाँलाई स्वागत छ। धन्यवाद। र हामीसँग सङ्गीता यादव हुनुहुन्छ। सङ्गीताजी, यहाँलाई स्वागत छ। थ्याङ्क यू सर। यसैगरी हामीसँग सुयसा थापा हुनुहुन्छ। स्वागत छ यहाँलाई। थ्याङ्क यू सो मच। सुयसा, नेम इन्स्टिट्युटबाट जनप्रिय माध्यमिक विद्यालय भ्रमण गर्न आउनु भएको छ। जनप्रिय भिजिट गरेपछि यहाँलाई संक्षेपमा कस्तो लाग्यो, अलिकति यहाँको अनुभव बताइदिनुहोस् न। अब मलाई यहाँको जुन फेसिलिटिजहरू हुन्छ नि त्यो चाहिँ एकदम धेरै मन पर्यो। किनभने त अब साइन्सको अनि त्यसपछि डिफ्रेन्ट फिल्डको पनि एकदम छुट्टै त्यसलाई डिटेली स्टडी गर्न मिल्ने गरेर छुट्याइएको छ। त्यो मलाई एकदम राम्रो लाग्यो, जसले गर्दाखेरि हामी प्र्याक्टिकल थ्योरीमा मात्र नभइकन प्र्याक्टिकली पनि अगाडि बढ्न सक्छौँ र टेक्निकली अगाडि बढ्ने भने चाहिँ यो जुन जनप्रिय स्कुल छ यो चाहिँ एकदम राम्रो छ। त्यही भन्छु म चाहिँ। अहिले युवा जनशक्तिहरू नेपालमा टिक्न नसक्नुको पछाडि हामीले सिद्धान्त वा सैद्धान्तिक शिक्षा मात्र दियौँ र हाम्रा शिक्षालयहरू अहिले जनप्रियले अभ्यास गरे जस्तो व्यावहारिक र प्रयोगात्मक शिक्षा दिन चुकेको कारणले हो त्यस्तो लाग्छ यहाँलाई? अब कतिपय हाम्रो यहीँ देशमा नबसेर चाहिँ बाहिर विदेश जानुको कारण चाहिँ अब आफ्नै देशमा भविष्य देख्दैनन् त्यस्तो मजाले। किनभने अब नेपालको शिक्षामा पनि धेरै कुराहरू सुधार गर्नुपर्ने जस्तो नै देखिरहेको छ होइन। अब हाम्रो नेपालमा चाहिँ प्र्याक्टिकल कुराहरूको हल्का कमी पनि छ नि त। त्यसमा राम्रो छन त छ, तर त्यसलाई राम्रोसँग व्यावहारिक रूपमा हामीले अपनाउन सकेनौँ चाहिँ युटिलाइज गर्न सकिरहेको छैन, अपनाउन सकिरहेको छैनौँ। अनि त्यसमाथि अब स्टुडेन्टहरू अब सानैदेखि अब पढ्दै आइरहेको अब बिस्तारै ठुलो हुँदै आइसकेपछि यो जुन शैक्षिक अवस्था हुन्छ नि उनीहरूको, त्यसमा अब स्कुलमै बसेर पनि अब तिनीहरूले कतिपय कुराहरूमा चाहिँ अब स्कुल लाइफमै कतिपय कुराहरू कम भइरहेको हुन्छ होइन। फेसिलिटिजमा मात्र नजाने कुरा पनि आएन होइन। फेसिलिटिजहरू पनि चाहिन्छ कहीँ कतै त होइन। जुन फिल्डमा एकदम इन्ट्रेस्ट छ तर हरेक फिल्डमा चाहिँ त्यो कुरा पुरा हुन सकिरहेको छैन नि त। टेक्निकल लाइनमा एकदम प्राथमिकता दिइरहेको छ, तर जुन अरू हुन्छ नि जस्तो अब ह्युम्यानिटिजहरू जुन यो टेक्निकल भन्दा बाहिरको साधारण धारका शिक्षाहरूमा चाहिँ त्यस्तो धेरै त्यो प्रायोरिटी दिइरहेको छ जस्तो चाहिँ मलाई लागेको छैन। सुयसा, म केही बेरपछि कुरा गर्छु। यति बेला म अभिजितसँग थोरै प्रश्न राख्न चाहेँ। कस्तो लाग्यो अहिले नेम इन्स्टिट्युटले जनप्रिय मावि भिजिट गराइराखेको छ होइन? थ्योरी मात्रै पढाउनु अहिलेको व्यावहारिकता होइन, यो सँगसँगै प्र्याक्टिकल र फिल्ड भिजिट गराएर पनि नेम इन्स्टिट्युटले अध्यापन गराइराखेको छ। त्यो सन्दर्भमा यहाँ जनप्रिय आइपुग्दा यहाँलाई कस्तो लाग्यो? नमस्ते। यो जनप्रिय माध्यमिक विद्यालयको हेटौडा 16 मा रहेको छ। यो जनप्रिय माध्यमिक विद्यालयको वातावरण पढ्न एकदम अनुकूल छ। यहाँ पढ्न तथा साथै शिक्षकहरू एकदम फ्रेन्डली टाइपको हुनुहुन्छ होइन।
यहाँ चाहिँ पढ्न एकदम राम्रो वातावरण छ। गण्डकी प्रदेशबाट बागमती प्रदेशमा आएर नेम इन्स्टिच्युटलाई रोज्नु भएको छ र नेम इन्स्टिच्युटले चाहिँ पटक पटक जनप्रिय माविमा रहेका सफल अभ्यासहरू पनि आफ्नो विद्यार्थीहरूलाई भिजिट गराइराखेको छ। यसरी हेर्दाखेरि एउटा मध्य नेपालकै शैक्षिक गन्तव्यको रूपमा जनप्रिय मावि विकास भएको छ र एउटा सहकार्यात्मक हामीले विभिन्न प्राइभेट सेक्टरहरू र गभर्मेन्टल सेक्टरहरूसँग पनि हामीले सहकार्य गरिरहेका छौँ। जसरी आज यहाँहरू नेम इन्स्टिच्युटको थ्रु यहाँ हुनुहुन्छ, नेम इन्स्टिच्युटलाई चाहिँ के भन्नुहुन्छ यहाँले? नेम इन्स्टिच्युट पढ्नको लागि एकदम राम्रो छ। उहाँहरू पनि एकदम फ्रेन्डली टाइपको हुनुहुन्छ होइन। उहाँहरूको टिचरहरू पनि एकदम राम्रो हुनुहुन्छ। हामीसँग सन्ध्या हुनुहुन्छ। सन्ध्या, यहाँलाई स्वागत छ फेरि पनि। धन्यवाद। कस्तो अनुभूति भयो जनप्रिय आएपछि चाहिँ? एकदम रमाइलो छ, यहाँको इन्भाइरोमेन्ट पनि फ्रेन्डली छ अनि टिचरहरू पनि राम्रो हुनुहुन्छ रहेछ। अनि ल्याबहरू भयो, जस्तै म्याथ ल्याब पनि रहेछ यहाँ। नेपालमा सेकेन्ड हो क्यारे, सेकेन्ड भन्नुभएको थियो, सेकेन्ड म्याथ ल्याब पनि रहेछ। यहाँ गएर बच्चाहरूले हेरेर बुझ्न सक्छन्। म्याथलाई चाहिँ एउटा एब्स्ट्र्याक्ट फर्ममा पढाइराखेको होइन, जस्तो त्यो त हामीले छुने स्थूल वस्तुहरू हुँदैन म्याथमा। थ्योरीलाई प्र्याक्टिकल नगराउँदाखेरि विद्यार्थीहरूले वास्तविक रूपमा सिद्धान्त मात्रै पढे, व्यावहारिक नलेज पाएनन्। त्यो चाहिँ जनप्रियले हामीले प्र्याक्टिकल्ली ल्याबमा गएर म्याथको पनि ल्याब हुन्छ भन्ने जस्तो अवस्थामा यहाँ म्याथ ल्याबबाट हामीले यो अभ्यास गरिरहेका छौँ। यो म्याथ ल्याबको अभ्यास चाहिँ सायद यहाँलाई लाग्छ अब देशभरिका विद्यालयहरूले, शिक्षालयहरूले त्यसो गर्नुपर्छ, त्यस्तो लाग्छ यहाँलाई? गऱ्यो भने चाहिँ एकदम राम्रो हुन्छ। जसरी बच्चाहरूले बुकको ज्ञान मात्रै लिनुभन्दा प्र्याक्टिकली हेरेर बुझेर भने धेरै लङ टाइमको लागि टिक्छ नि त। त्यही भएर यो चाहिँ एकदम राम्रो हुन्छ, सबैले गर्नुपर्छ, सबै स्कुलहरूमा भन्ने लाग्छ मलाई। हुन्छ सन्ध्या। सङ्गीता यादव हुनुहुन्छ हामीसँग। सङ्गीताजी, यहाँलाई फेरि पनि स्वागत छ। जनप्रिय भिजिट गरेपछि कस्तो लाग्यो यहाँलाई चाहिँ? सर, यहाँ एकदमै राम्रो छ। जस्तै होस्टेल मतलब सब ठिक छ। यहाँ पढाइ लेखाइ, सरहरू, टिचरहरू सब मतलब मन पर्यो मलाई। अनि यहाँ सब थोक राम्रो छ। जस्तै ल्याब भयो, साइन्स ल्याब मतलब मेडिकल ल्याब सबै ठिक छ यहाँ सर। नेम इन्स्टिच्युटले यो जनप्रिय नल्याइदिएको भए चाहिँ यहाँहरू छुट्नुहुन्थ्यो, त्यस्तो अनुभव भयो? भयो अलि, त्यही पनि मलाई लाग्छ चारैतिर त्यस्तो हुँदैन होला, तर यहाँ राम्रो लाग्यो मलाई। यो मलाई मन पर्यो सर। यहाँहरूले जुन नेम इन्स्टिच्युटमा अध्ययन गरिरहनु भएको छ, यहाँहरूको फर्दर लाइफको लागि पनि त्यहाँबाट यहाँहरूको करियर चाहिँ यो क्षेत्रमा हुनसक्छ है भनेर बिल्डअप गरिरहनु भएको छ नि, त्यहाँ पढाउने त्यहाँ रहेका गुरुहरूलाई चाहिँ के भन्नुहुन्छ यहाँले? सर, त्यहाँको गुरुहरू धेरै राम्रो हुनुहुन्छ। उहाँहरू धेरै मजाले हामीलाई पढाउनुहुन्छ, फ्रेन्डली पनि हुनुहुन्छ, राम्ररी हामीलाई बुझाएर सबै थोक गराएर पनि पढाउनुहुन्छ। हामीलाई धेरै मनपर्छ सरहरू उहाँको। हस्, मैले यहाँहरूसँग संक्षिप्त कुराकानी राखेँ। म यति बेला भने नेम इन्स्टिच्युटका प्रबन्ध निर्देशक किशोर अर्याल हामीसँग हुनुहुन्छ। किशोर सर, विद्यार्थीहरूलाई पटक पटक यहाँ लिएर आएर भिजिट गराइराख्नु भएको छ, यहाँबाट गएपछि चाहिँ कस्तो प्रतिक्रिया पाउनुहुन्छ विद्यार्थीहरूबाट? लास्ट इयर पनि हामीले लिएर आएको थियौँ, भिजिट गरेका थियौँ। अब यो स्कुल चाहिँ एउटा नमुना स्कुलको रूपमा छ र यहाँ चाहिँ वास्तवमा शिक्षा कस्तो हुनुपर्छ भनेर पुरा देशलाई सिकाउने एउटा चाहिँ अर्को स्कुलभित्रको पनि स्कुल हो। अरू स्कुलहरूले पनि यहाँ आएर चाहिँ सिक्ने मौका पाउँछ र वास्तवमा शिक्षा कस्तो हुनुपर्छ, पढ्दै कमाउँदै कन्सेप्ट भनेको के हो, यहाँका चाहिँ हामीले अघि फिल्डमा गएर हेऱ्यौँ। कृषि र भेटनरीका विद्यार्थीहरूले कहिले कृषिले चाहिँ अघि भर्खर हाम्रो आँखा अगाडि बोडी चाहिँ बेच्दै हिँडेको देख्यौँ होइन। यहाँ स्कुलले चाहिँ बिउ पुँजीहरू लगानी गरिदिने, अनि त्यसपछि आएर त्यो टनेलहरू स्कुलले लगानी गरिदिने र त्यो लगानी गरेको ठाउँमा विद्यार्थीले मेहनत गरेर फलाएर फुलाएर बेच्न पाउने र त्यसको आर्थिक लाभ विद्यार्थीले लिन पाउने किसिमको एउटा चाहिँ संरचना बनाइएर चाहिँ यो स्थायी संरचना हो। यो गत वर्ष पनि म एकचोटि आएर च्याउ किनेर लगाएको छु। 100 रुपियाँ किलो च्याउ, बजारमा 200 रुपियाँ थियो, यहाँ 100 रुपियाँ किलो च्याउ मैले किनेर लगाएको छु। त्यस कारणले त्यो किसिमको चाहिँ एउटा स्थायी संरचना नै बनिसक्यो यहाँ। अब यसलाई अरू स्कुलहरूले पनि जसले म प्राविधिक धारको स्कुल हुँ, म प्राविधिक पढाउँछु भनेर पढाइरहनु भएको छ, उहाँहरूले पनि यसलाई सिको गर्न जरुरी छ। जस्तै मेकानिकल पढाएको देखाएको छु मैले कति ठाउँमा, इलेक्ट्रिकल पढाएर देखाएको छु, कम्प्युटर पढाएर देखाएको छु। अब उहाँहरूले पनि त्यो कम्प्युटरको चाहिँ मेन्टेनेन्स सेन्टर खोल्नु पर्यो। बजारबाट कम्प्युटर चाहिँ सस्तो प्राइसमा बनाइदिन्छु भनेर ल्याउनु पर्यो। ल्याएपछि त्यहाँको विद्यार्थीले कम्प्युटर रिपेयरिङ गरेर केही पैसा विद्यार्थीले पनि कमाउन्, बजारमा पनि सस्तो रेटमा ग्राहकले पनि सुविधा पाउन्। त्यो किसिमको चाहिँ कम्प्युटर, इलेक्ट्रिकल र इलेक्ट्रोनिक्सले पनि यो जनप्रियले जसरी यो प्लान्ट र एनिमल साइन्समा विद्यार्थीलाई पढ्दै कमाउँदै कन्सेप्टलाई स्थायी रूपमा इम्प्लिमेन्टेसन पार्टमा कन्भर्जनै गरेर चाहिँ 2-4 वर्षै बिताइसक्यो भने यो कुरालाई अरूले पनि सिको गरोस् भन्ने म चाहन्छु। अहिले हामीले विदेशी रहेका नागरिकहरूलाई रोक्नलाई शिक्षामा व्यावहारिकताको कुनै अर्को
अल्टरनेट छैन, वैकल्पिक उपाय नै छैन, शिक्षामा व्यवहारिकता चिराउनु। किशोर सर भनिन्छ नि विद्यार्थीको पुस्तक नयाँ भयो भने त्यो विद्यार्थीले खासै धेरै पढेको छैन भन्ने खालको अर्थमा हेरिनु रहेछ है। हजुर। अनि हाम्रो यहाँ कृषि विभागका शिक्षकहरूले चाहिँ यहाँहरू गएर तरकारी छान्दाखेरि सुकिलो कहीँ केही दाग नलागेको नछान्नुहोस्, अर्ग्यानिक चिज छ भने कहीँ थोरै केही चोटपटकहरू लगायत लागेको हुनसक्छ भनेर पनि अध्यापन गरिरहनु भएको छ। यो जनप्रिय माविले पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत चाहिँ जस्तो अब हाम्रो अहिले यो वर्षको प्लानिङमा पनि छ, अहिले जनशक्तिहरू पाइँदैन, काम गर्ने जनशक्तिहरू कृषि पढ्नेहरूले कसैको खेतबारीमा गएर काम गर्ने बापत वैज्ञानिक तरिकाले खेती पनि गर्न सिकाउने हुनुभयो र त्यसबाट आफूले पढ्ने खर्च पनि जुटाउने हुनु। यहाँ पढ्दाखेरि पैसा लाग्ने होइन, पैसा लिएर जाने वातावरण तयार हामीले गरिरहेका छौँ। अब यहाँ सुधार गर्नुपर्ने पक्ष चाहिँ के देख्नुभयो यहाँले? एउटा कुशल शैक्षिक व्यक्तित्व पनि हुनुहुन्छ, यहाँलाई के लाग्छ? अब यस्तो छ, जस्तै अब सामान्य रूपमा सानो स्केलबाट तपाईँहरूले सुरु गर्नुभयो, जस्तै बोडी भयो, भिन्डी भयो, त्यसपछि आएर चाहिँ यो के भन्छ सिजनको बेला काउली अनि च्याउ गर्नुभएको छ। यसलाई स्केललाई चाहिँ अब यहाँ देखेँ मैले अहिले माछा पोखरी पनि 2टा रेडी छ, माछा पोखरी पनि अब फ्युचरमा तपाईँहरूको प्लान छ। अब यसको यो जग्गाको जुन एरिया छ त्यो चाहिँ अलिकति कम भयो जस्तो लाग्छ मलाई होइन। हामीले खेती नै गर्ने भए चाहिँ अलिक प्रोफेसनल ढङ्गले गर्नु पर्यो। जस्तै अब तपाईँहरूले स्कुलले चाहिँ कोअर्डिनेसन गरेर अहिले ग्रामीण भेगमा यही नजिकै हटियाकै लाइनमा हेर्नुहुन्छ भने धेरै जग्गाहरू चाहिँ तपाईँको खाली बसिरहेको छ होइन। जनशक्ति विदेशिया छ, उनका जग्गा जोत्ने र खन्ने रोप्ने मान्छे छ होइन, त्यो खाली बसेको छ भने त्यसलाई चाहिँ लिजमा यो विद्यालयले लिजमा लियोस्, एकदम लिजमा लिइसकेपछि त्यसलाई साधारण चाहिँ तारबार घेरेर अहिले हेटौँडामा चाहिँ तपाईँले मार्केटमा हेर्नुहुन्छ भने ड्रागन फ्रुट यहाँकोले नपुगेर अहिले विदेशबाट आइरहेको छ। त्यो ड्रागन फ्रुटको चाहिँ खेती गर्न सकिन्छ। अब हाम्रो जुन यो वातावरण जुन टेम्परेचर छ त्यो टेम्परेचरमा के खेती हुन सक्छ त्यसको राम्रोसँग एनालाइसिस सुझाव लिएर त्यो चिजका कुराहरूलाई चाहिँ हामीले प्र्याक्टिस गर्न सक्छौँ। अझ मैले राम्रो सम्भावना के देखाएको छु भने जस्तै हरेक स्कुलमा खाजाको टाइम हुन्छ, 1-1.5 बजे खाजाको टाइम हुन्छ। त्यो खाजामा अनहाइजेनिक खानेकुराहरू खाइरहेछन्, जस्तै अब डढेको तेलमा बनाएको समोसा भयो, त्यसपछि चाउमिन भयो, चाउचाउ भयो, त्यसपछि आएर यो चाहिँ ड्राई फ्रुट्सहरू भयो होइन, यो खाइरहेछन्। यसलाई हामीले रिप्लेसमेन्ट गर्नलाई चाहिँ आफ्नै उत्पादन जस्तै ड्रागन फ्रुट भयो, त्यसपछि यो अहिले तपाईँले कतिको सुन्नु भएको छ च्याउको मोमो आइरहेको छ, त्यसपछि आएर यो केराको मोमो, फापरको पिठोको चाहिँ मोमो होइन, फापरको रोटीहरू अनि चामलको पिठोको रोटीहरू, यस्ता चिजहरू डेभलप गरेर हामीले चाहिँ यो जति पनि हेटौँडामा जति लगभग मकवानपुर जिल्लामा 50-55वटा स्कुल छ, त्यो स्कुलमा खाजाको टाइममा व्यवस्थापन गरेर त्यो खाजा हामीले सस्तो सुलभ र त्यहाँ पुर्याउन सक्ने हो भने कल्पना गर्नु यसमा कति कन्जम्सन हुन्थ्यो होला अनि कति जनशक्ति लाग्थ्यो होला, कति आम्दानी हुन्थ्यो होला, अनि त्यो उत्पादन गर्नलाई कति जग्गा लिजमा लिनु पर्ला एउटा कल्पना गर्नुहोस्। त्यसकारण जनप्रिय माविले चाहिँ यो कुराको चाहिँ बागडोर लिएर यो एटलिस्ट आफ्नै स्कुलबाट सुरु गरौँ न। यहाँ जुन हामीले खाजा चाहिँ व्यवस्थापन गरेको छ त्यो खाजा चाहिँ हाम्रो यो जेटिए र भेटनरी पढेका विद्यार्थीहरूको उत्पादनले खाजा कन्भर्ट गरौँ, पहिला यहाँ कन्भर्ट गरौँ अनि यसलाई नजिकको स्कुलहरूमा फैलाउँदै गरेर मकवानपुर जिल्लाभरि नै एउटा टाइममा चाहिँ खाजाको व्यवस्थापन गर्न सक्ने हो भने हामीले कति चाहिँ अहिले जस्तै मकवानपुर क्याम्पस पढेका भए, हेटौँडा क्याम्पस एचएसएम पढेका विद्यार्थीहरूलाई 2 घण्टा 3 घण्टाको पार्ट टाइम जब पनि दिनु सकिन्थ्यो नि, सकिँदैन? एउटा साइकल फुरेर किनेर खाजा चाहिँ डेलिभरी गर्न लगाइदिनु हो भने कति राम्रो हुन्थ्यो होला। त्यसकारण त्यो त्यतातिर पनि यो जनप्रिय माविले सोचेर यसलाई एक्सपान्ड गरोस् भन्ने चाहिँ मेरो एक्सपेक्टेसन छ। हस् किशोर सर, यहाँले जुन सहकार्यमूलक ढङ्गले आखिर हामी एउटै बाटोमा छौँ, शिक्षा दिने बाटोमा छौँ, नेम इन्स्टिट्युट र जनप्रिय यो आन्तरिक सुमधुर सम्बन्ध भएकै कारण पनि यहाँको यो भ्रमण फलदायी रह्यो होला भन्ने हामीले अपेक्षा गरौँ। यहाँको सुझाव पनि हामी बसेर हाम्रो टिमसँग हामी छलफल गर्नेछौँ। आइदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद छ। हस्, मलाई पनि यो मेरा विद्यार्थीहरूलाई हामीले चाहिँ काउन्सिलिङमा पनि पटक पटक के भने हुन्छ भने यहाँ थ्योरी क्लास मात्र हुँदैन, हामी व्यवहारिक फिल्डमा पनि लान्छौँ, प्र्याक्टिकल फिल्डमा लगेर घुमाउँछु भनेर मैले कमिटमेन्ट गरेको थिएँ, मैले बाचा गरेको थिएँ। त्यो कुरा पुरा गर्ने क्रममा म छु र त्यो बाचा पुरा गर्नलाई यहाँहरूले सहयोगी भूमिका खेलेर विद्यार्थीहरूलाई यो विभिन्न एनिमल चाहिँ साइन्स, प्लान्ट साइन्स, त्यसपछि आएर चाहिँ यो ल्याब म्याथको ल्याबहरू भिजिट गराएर जुन हेल्प गर्नुभयो, सहयोग गर्नुभयो, त्यसको लागि हृदयदेखि हार्दिक कृतज्ञता तथा धन्यवाद दिन चाहन्छु। दर्शकवृन्द, आजको श्रृङ्खलामा हामीले नेम इन्स्टिट्युट र त्यहाँका प्रबन्ध निर्देशक किशोर अर्याल र केही विद्यार्थीहरूसँग पनि संक्षिप्त कुराकानी गर्यौँ। आजको विशेष प्रस्तुति यति नै। हामी आउँदो श्रृङ्खला विशेष प्रस्तुतिका साथमा फेरि पनि उपस्थित हुनेछौँ। त्यतिन्जेलसम्मका लागि हाम्रो कार्यक्रम युनिट सम्प्रोस पौडेल, रविन श्रेष्ठ, श्याम सर लगायत हाम्रो यो सिङ्गो युनिट बिदा हुन्छौँ। नमस्कार।